ल आजको मर्निङ हार्भेस्टिङ है गाइजहरू। भिन्डी हो, छतमा गमलामा रोपेको भिन्डी अब यत्रो छ, गरे के हुँदैन होइन छोरी। करेला कति माथि गएको होइन पुगेन। यहाँ 2-3 दिन पानी नआएको त यो अपराजिता ओइल आयो घाम र पानीको। बोलिसो न होइन काट्दा पनि हुन्छ कि कहिले कति बोल्नु एकछिन टिप्नै भ्याइँदैन छिप्पिएर एकछिन होइन। योपालि चाहिँ किन होला ड्रागन बिग्रेर फुल्न चाहिँ फुल्यो तर फल्दै फलेन। पोहोरको परारको सालमा चाहिँ फलेर सबै छरछिमेकलाई एउटा दुईटा भए पनि बाँडेर खाइएको थियो। यसपालि चाहिँ फलेन। यो अब यो लगभग यो लटमा यो 2टा फल्यो होला। यो चाहिँ अलि रेडी भएर हुन्छ, एउटा चाहिँ के कम है। हाम्रो आजको हार्भेस्ट चाहिँ यति नै हो गाइज। सम्पूर्णले सपोर्ट गरिदिनु होला, हस् धन्यवाद। कति धेरै अम्बा फुलेको त्यतिकै छ, फुल त्यतिकै छ, फल त्यतिकै छ। रमाइलो लाग्ने के आनन्द आउने यो हेर्दाखेरि पनि। कस्तो मजाले फुलेको हेर्नुहोस् न। कोही कोपिला छ, कोही फुलेको छ, अनि कोही चाहिँ फ्रुट बन्दैछ, कोही चाहिँ अब बनिसकेको छ। उहाँ हेर्नुहोस् त ठुलो 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 अम्बा। आउनुहोस् है साथीहरू, अम्बा खाने भए। यसरी फल्दैछ। यो चाहिँ अम्बा चाहिँ यहाँ छ। यो हावाले गर्दाखेरि अनि यो घिरौलाको मुन्टाले गर्दाखेरि चाहिँ सबै त्यहाँ बाटो तल जान थालिसकेको छ। कमल हेर्नुहोस् न, यो तेस्रो चौथो लट हो। यति नै फुलेको छ क्या, यति नै फुलेको छ। अस्ति नै पनि यति नै थियो, अहिले पनि यति नै फुलेको छ। कति आनन्द आउने के यो ब्रह्मकमल फुलेको देख्दा पनि एकदम आनन्द आउने। के भन्नु छ छोरी?